दर्शकवृन्द बालेन शाह यति बेला देख्न सक्नुहुन्छ इटहरी चोकको दृश्य हो यो बालेन शाह इटहरी चोकमा यसरी घन्टी बजाउँदै आम समर्थकहरूबाट उहाँ अगाडि बढ्दै हुनुहुन्छ दर्शकवृन्द यो इटहरी चोकमा हामी हेर्न सक्छौँ युवाहरू वृद्धहरू सबैजना बालेन शाहलाई एकचोटि हेर्नको लागि बालेन शाहलाई बुझ्नको लागि बालेन शाहलाई छुनको लागि यति बेला इटहरी चोकमा ठुलो सङ्ख्यामा हजारौँको सङ्ख्यामा कार्यकर्ताहरू उनका शुभेच्छुकहरू उनका समर्थकहरू भेला भएका छन् हेर्न सक्नुहुन्छ हेर्नुहोस् यहाँ उत्साह के को उत्साह हो यो के को एकदम घन्टीमय देशमा घन्टीमय देश भन्छ बालेन सरकार अब आउने बालेन सरकार हो बालेन सरकार भएको किन झुम्बिनु किनभने उहाँले हामीले 50-60 वर्ष भयो देख्न नपाएको अबको आउने सरकार हामी हेर्न चाहेको त्यही भएर हामी यो भिडमा हामी आएको हौँ बालेन कस्तो भयो एकदम रमाइलो देश युवाहरूले खोजेको उहाँलाई हो र देशले चाहेको पनि उहाँलाई हो कि होइन कस्तो उत्साह कस्तो छ एकदम हामी त यहाँ बोल्नै नसक्ने भएको छ यति खुसी छौँ कि अहिलेको नयाँ परिवर्तनको लागि हामीलाई बालेन सरकारको एकदमै आवश्यक छ जेएनजीहरूको लागि पनि एकदमै उत्साहित र हामी बुढापाकादेखि लिएर हरेक प्रत्येक युवाहरूको लागि बालेनको एकदम आवश्यक छ जय घन्टी एकदम हामी बालेन सरकार आउनेमा एकदमै खुसी छौँ 30 वर्षसम्म झुका छ टाँसेर बसेको नेपाली जनताको खुन खाएको अब निक्लिन्छ क्या यो चुनाव पछि भने पछाडि अब की बार भन्ने हो तपाईहरु हामीलाई मान्छे घन्टी बज्नेछ दुई तिहाईले घन्टी बज्नेछ सबै नेपाली जनताले जहीँ माउ ल्याइछ त्यस कारणले पुरानालाई बार भोट हालिसक्यो हामीले पनि एमाले काङ्ग्रेसदेखि लिएर माओवादीलाई पनि भोट हालेको अब एकपल्ट नयाँ पार्टीलाई चान्स दिने हो त्यस पछाडि पनि भएन नयाँ पार्टीबाट पनि जनताले केही विकल्प पाएनन् भने हामीले फेरि दोहोऱ्याउनेछौँ एकपल्ट हामी नेपाली सबैले नयाँ पार्टीलाई भोट दिनुपर्छ मेरो भनाइ त्यही छ सारा देशको आवाज हो यो सम्पूर्ण युवाहरूको आवाज हो जसरी पनि योपालि बालेन सरकार आयो 100 आयो दुई मात्रै छैन आयो फोटो खिच्नु भयो कस्तो लाग्यो यो एकदम बबल लाग्यो के भन्न चाहनुहुन्छ बालेन शाहलाई उहाँले चाहिँ होइन यहाँ पक्कै पनि जित्नुहुन्छ भन्ने आशा हामीलाई होइन जित्नु पनि हुन्छ हाम्रो साथ सपोर्ट छ नै छ युवाहरूले के अपेक्षा गरेको छ बालेनसँग हजुर बालेनले नै गर्नुहुन्छ देशलाई जोगाउनुहुन्छ भन्ने अपेक्षा छ जित्नु पनि हुन्छ हामीलाई विश्वास छ त्यति नै भन्न चाहन्छु बालेन शाहलाई हेर्नेको लड्को छ इटहरीको दृश्य हो यो इटहरी चोकको दृश्य हो दर्शकवृन्द हेर्न सक्नुहुन्छ तपाईँले हजारौँको सङ्ख्यामा यति बेला युवाहरू यहाँ उपस्थित भएका छन् हामी समेत यहाँ अप्ठ्यारो अवस्थामा पुगेका छौँ किनकि हजारौँ सङ्ख्यामा समर्थक शुभेच्छुकहरू यति बेला यो इटहरीमा भेला भएका छन् दर्शकवृन्द युवाहरूको यो क्रेज जता गए पनि यो क्रेज बालेन शाहको क्रेज हो दर्शकवृन्द यो क्रेज बालेनको क्रेज रासोपाको क्रेज देख्न सक्छौँ हेर्नुहोस् गाडी अगाउन सक्नुको अवस्था छैन एक कदम अगाडि बढ्न सक्ने अवस्था छैन तपाईँले यो दृश्य देखिसक्नु भएको छ त्यति बेला बालेन शाह अगाडि जाउँ भन्दै हुनुहुन्छ उहाँका समर्थकहरू हेर्न सक्छौँ हामी समर्थकहरूले घेरिएका छन् बालेन शाह यति बेला धेरै गाह्रो छ
रिपोर्टिङ पनि गाह्रो छ किनकि हजारौँको सङ्ख्यामा हामी पनि यहाँ घेरिएका छौँ दर्शकवृन्द हेर्न सक्नुहुन्छ यहाँ हेर्नुहोस् यो विशेष मूलत के छ भने 4 दशकदेखिका स्थापित पुरानै दलका नेताहरूबाट जनताले विशेष गरी काङ्ग्रेस कम्युनिस्ट माओवादीबाट जनताले जुन आशा र भरोसा लिएका थिए ती दलले त्यो जनताको आशा र भरोसाको विपरीत काम गरेकोले गर्दाखेरि यो भिड्यो। त्यस कारणले तिनै दलका कुकर्मको कारण आज बालेन शाह जस्ता व्यक्तिहरू जन्मिनु पर्यो। अब केही व्यक्तिहरूले भनिरहेछन् बालेन शाह विदेशीको इसारामा कति त त्यो एउटा आरोप पनि छ, तर यी दलहरूलाई हामी सोध्न चाहन्छौँ हिजो 62-63 को जनआन्दोलन पहिला तपाईँहरू भारतमा गएर 12 बुझे सम्झौता गरेर आएर आन्दोलन छेड्नुभयो के ती दलहरू स्वदेशी थिए त? बालेन शाह धरतीपुत्र हो। त्यसले गर्दाखेरि अबको युवाले यी दलका कुकर्मको कारण विकल्पको रूपमा बालेनलाई लिएको छ। तपाईँहरूले देखिरहनुहुन्छ लगभग अहिले पहिलो मेयर काठमाडौँ नगरको मेयर बनिराख्दाखेरि 3 वर्षमा उसले केही सुरुवात एउटा काठमाडौँ फोहोरको डङ्गुर मतलब नेपाल नै भ्रष्टाचारको एउटा फोहोरको डङ्गुरभित्र छिरिसकेको छ। उसले त्यसलाई केही कारण केही हदसम्म उसलाई सुधार्ने सुरुवात देखाएको छ। त्यही अभियानमा ऊ आज पूर्व मेचेदेखि महाकालीसम्म देश एउटा फोहोरको डङ्गुरमा छ, भ्रष्टाचारको डङ्गुरमा छ। त्यसलाई सफा गर्नलाई जनताले साथ दिनुपर्छ भने एउटा अभियान लिएर हिँड्नु भएकोले हामी पनि त्यो पार्टीमा म पनि केही दिन पहिला राप्रपा सुनसरी जिल्ला पूर्व संगठन विभाग प्रमुख थिएँ। मैले पनि उहाँहरूकै एउटा उसमा चाहिँ म प्रति पनि त्यो एउटा भाव जागो र यो देश फोहोरको डङ्गुरलाई चाहिँ अब सफा गर्न बालेनलाई साथ दिनुपर्छ, रविहरूलाई साथ दिनुपर्छ र जनतालाई साथ दिनुपर्छ। जनताको म्यान्डेटलाई बालेनले मात्रै अब समाधान गर्न सक्छ भन्ने आशाका साथ यो पार्टीमा लागेको छु र हामीले लाग्नु पनि पर्छ। किनभने पुराना दलहरूबाट भयो त हामीले आशा गरेको थियौँ, पायौँ त केही, उनीहरूले भ्रष्टाचार कति गरे, विकास भन्दा पनि बेसी आज भ्रष्टाचार कहाँ छैन भन्ने कुराहरू सञ्चार माध्यम सबैले हामीले देखेको छौँ। त्यसले गर्दाखेरि तपाईँ हामी सबैको साथ र सहयोगले योचोटि बालेन सरकार बनाउन हामी लाग्नुपर्छ भन्दै युवाहरूको यो क्रेज जता गए पनि बालेन जता गए पनि यो क्रेज बालेन शाहको क्रेज हो। दर्शकवृन्द यो क्रेज बालेनको क्रेज रासोपाको क्रेज देख्न सक्छौँ। हेर्नुहोस् गाडी अगाउन सक्नुको अवस्था छैन, एक कदम अगाडि बढ्न सक्ने अवस्था छैन। तपाईँले यो दृश्य देखिसक्नु भएको छ। त्यति बेला अगाडि आउनु